3टा आइफोन फिचर जुन चाहिँ धेरै मान्छेलाई थाहा छैन त्यो के हो हेरौँ है त आइफोन भएको क्यालकुलेटरले तपाईँको 100वटा भन्दा करेन्सी तपाईँलाई कन्भर्ट गर्छ त्यो कसरी हेरौँ है त जस्ट तपाईँले यहाँ माथि क्लिक गर्ने अनि त्यसपछि मुनि कन्भर्टमा जाने यहाँ 100वटा करेन्सी छ क्या तिमीलाई कन्भर्ट गर्नुको लागि यो त सबैभन्दा बढी ट्राभल गर्न चाहिन्छ अनि ट्राभल गर्ने साथीलाई सेयर गर्नु है त अर्को क्यामेरा सेटिङ के हो भन्दाखेरि क्यामेरामा क्लिक गर्ने जस्ट तपाईँले यहाँ फोटो क्लिक गर्दाखेरि यहाँ जेपिजी तपाईँले 12 लेख्नुभयो यो 12 मेगापिक्सलमा मात्रै खिच्छ अब तपाईँलाई अझ हाईमा चाहियो भने 48 मेगापिक्सलमा क्लिक गर्ने अब सुट गर्दाखेरि निकै हाई क्वालिटी आउँछ है त तपाईँलाई अब कुनै पनि इमोजी चाहियो भने तपाईँले चाहिँ फ्रिक्वेन्टली खोज्नु पर्दैन किनभने त धेरैजनाले एक गल्ती गरेर आउनुहुन्छ है त जस्तो तपाईँलाई साइक्लिङको चाहिएको छ भने साइक्लिङ गरेर यहाँनिर गरेपछि तपाईँको साइक्लिङको यहाँनिर इमोजी आइहाल्छ तपाईँलाई अब एउटाभन्दा बढी फोटो छान्नु छ भने तपाईँले एउटा क्लिक गर्नु पर्दैन क्या त्यसको लागि तपाईँले यो गरे पनि पुग्छ जस्तै तपाईँले कुनै पनि फोटो सेलेक्ट गर्ने बेला तपाईँले अब सेलेक्ट गरेर यस्तो गरेर सेलेक्ट गर्नु पर्दैन जस्ट तपाईँले एकचोटि सेलेक्ट थिच्ने अनि त्यसपछि सर तान्दा हुन्छ है त तपाईँले अहिले मैले सिकाएको ट्रिक्सहरूमा तपाईँलाई कुन थाहा थियो कुन थाहा थिएन थाहा भएकोहरू चाहिँ मलाई कमेन्ट गर्नु है त